हेलो नमस्ते साथीहरू सबैमा नमस्ते। फेरि म आइसकेको छु तपाईँहरूको माझ नयाँ ब्लग लिएर। यो बोलेको भनेको फेरि म आज काठमाडौँको सूर्य विनायकमा रहेको साङ्गा मन्दिरको ब्लग लिएर आएको छु। कृपया सबैजना मिलेर हेरिदिनु होला र लाइक र सेयर गरिदिनु होला। तपाईँहरू हेर्दै हुनुहुन्छ कति माथि छ। म अहिले माथि आइसकेको छु। तपाईँहरूलाई म मन्दिरसम्मै लग्छु। माथि मन्दिर छ भगवान् भोलेनाथको। अनि यहाँबाट काठमाडौँ भ्याली देखिन्छ। यहाँ चढ्नलाई चाहिँ एकदम गाह्रो हुन्छ होइन। तपाईँहरू आउँदै हुनुहुन्छ भने पुरै स्ट्रङ भएर आउनु होला, किनभने धेरै माथि चढ्नु पर्ने हुँदो रहेछ। त्यही भएर एकदम खुट्टालाई बलियो बनाएर आउनु होला। एकदम गाह्रो हुँदो रहेछ चढ्नलाई। अनि मन र मस्तिष्कलाई पनि एकदम बलियो बनाउनु होला, किनभने यो हाम्रो झुलङ्गे पुल जुन छ नि, त्यहाँ माथि भएर तल हेर्दाखेरि लास्टै डर पनि लाग्दो रहेछ। अब सबैको बसमा नहुन सक्छ। अब त्यही भएर किनभने यो धेरै माथि नै धेरै हाइटमा यो झुलङ्गे पुल बनाइएको छ। म तपाईँहरूलाई लग्दैछु। त्यसपछि कालो ओह्रालो गर्दै पहाड चढ्नु पर्ने हुन्छ। तपाईँहरूलाई म देखाउँदैछु। हेर्नुहोस् कति दर्शकहरू र भिजिटरहरू आउनु भएको रहेछ भगवान् भोलेनाथको दर्शन गर्नलाई। आज शनिबारको दिन भएकोले आज अलिक बढी नै भक्तजनहरूको चाप हुने गर्दछ र प्राय छुट्टीको दिन, बिदाको दिन बढी नै भक्तजन र भिजिटरहरूको यहाँ चाप हुने गरेकोले तपाईँहरू पनि आउन सक्नुहुन्छ। ल म आइसकेको छु, मन्दिर आइपुगेँ। हेर्दै हुनुहुन्छ तपाईँ भोलेनाथको माथि मन्दिर छ। मन्दिर भन्नाले प्रतिमा मूर्ति राखिएको छ। यो चाहिँ धेरै हाइटमा बनाइएको हो र एकदम प्रसिद्ध पनि छ यो ठाउँ। तपाईँहरू हेर्न सक्नुहुन्छ कति माथि छ, कति अग्लो, धेरै अग्लो यो प्रतिमा बनाइएको छ भगवान् भोलेनाथको। यो चाहिँ पछाडि काभ्रे र यता सूर्य विनायक ठिमीबाटै देखिन्छ होइन। यत्रो ठुलो प्रतिमा बनाइएको छ। तपाईँहरूलाई म देखाउन गइरहेको छु, भित्र लग्दैछु। कृपया प्रिय सबै हेर्नु होला र तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो कमेन्ट गर्नु पनि सक्नुहुन्छ। यो हाम्रो गणेश भगवान् हेर्नुहोस् सुरुमै राख्नु भएको छ। यता शिवलिङ्ग भइहाल्यो। यहाँबाट पनि चढ्नु पर्ने हुन्छ माथि। अब तपाईँ नजिकमा जानुभयो भने भगवान् भोलेनाथको दर्शन गर्न गाह्रो हुन्छ, किनभने एकदमै अग्लो भएको कारणले टाउको माथि गरेर हेर्नुपर्ने हुन्छ। तपाईँलाई यहाँ गार्डन पनि छ, बस्न सक्नुहुन्छ, एकदम रेस्ट गर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ। एकदम राम्रो बगैँचा गार्डन बनाइएको छ यहाँ बस्नलाई। तपाईँहरूलाई थकान महसुस भइरहेको छ, घरमा अलि बढी नै टेन्सनमा हुनुहुन्छ भने यहाँ गएर एकदम शान्त माहौलमा बसेर भगवान् भोलेनाथको दर्शन गर्न सक्नुहुनेछ। यहाँको मौसम एकदमै रमणीय र एकदमै राम्रो मौसम हुन्छ यहाँ। तपाईँहरू जान सक्नुहुन्छ। एकदमै राम्रो गार्डन पनि बनाइएको छ यहाँ झर्नाको झर्झर पानीको आवाजमा तपाईँ यहाँ यो सेल्फी डाँडा भन्छ यसलाई, सेल्फी लिने ठाउँ। यहाँ सेल्फी लिन सक्नुहुनेछ। हेर्नुहोस् कतिजना भक्तजन, कति धेरै भक्तजनहरू आउनु भएको रहेछ यहाँ र भिडियो बनाउँदै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ। मैले पनि एउटा सानो ब्लग बनाउँ भनेर बनाएको, तपाईँहरूलाई केही इन्फर्मेसन हुन्छ भनेर दिन खोजिरहेको छु। यहाँ खाजाको व्यवस्थाको लागि होटलहरू पनि, रेस्टुरेन्टहरू पनि खोलिएको छ। तपाईँहरू आएर यहाँ भोक लाग्यो भने खाजा नास्ताहरू खान सक्नुहुनेछ। यहाँ भनेको एकदम घुम्नलाई एकदमै राम्रो स्थल बनाइएको छ, ठाउँ बनाइएको छ। तल एकदम गहिरो खाल्डो छ, जुन चाहिँ एकदमै हेर्नलाई राम्रो र मनमोहक दृश्य छ। हेर्नु तपाईँहरूले म आउनु भोलेनाथको यो हाम्रो यतापट्टि पनि भगवान् भोलेनाथ
हरूको मन्दिर मूर्ति प्रतिमा राखिएको छ भने यहाँ तपाईँ तलबाट हेर्न सक्नुहुन्छ कति हाइटमा छ। विचार गर्न सक्नुहुन्छ, हेर्नुहोस् कति तल देखिन्छ यहाँबाट। एकदम राम्रो जे होस् धेरै राम्रो बनाउनु भएको रहेछ यहाँको गार्डन पनि हैन। एकदमै पछाडि मेरो पछाडि हेर्नुहोस्, अगाडि एकदम यो भनेको काठमाडौँ छिर्ने बाटो हो।